अनि डाक्टर साहब, अनि यो बच्चाहरूमा चाहिँ बर्पिङ हामीले किन गर्नु पर्दछ र यो गर्ने सही तरिका चाहिँ कसरी हो? हेर्नुहोस् है, बच्चाहरूको पेट सानो हुन्छ। आमाको दुध खाने बेला बच्चाको मुख आमाको मुन्टो, दुधको मुन्टो यदि कम्प्लिटली कभर गरेको छैन भने त उसले दुध मात्र निल्ने भएन नि। कम्प्लिटली कभर छैन भने यहाँबाट अलिअलि हावा पनि जाने भयो। अब बच्चाको पेटमा दुधसँग हावा गएको छ, उसको पेट चाहिँ तपाईँको सानो छ। तसर्थ दुध खाएपछि हामीले आफ्नो एउटा तरिका चाहिँ के हो भने यहाँ काँधमा राखेर बच्चा आफ्नो हात कप बनाएर बच्चाको पिठो मजासँग धपधपाइदियो भने जुन हावा निलेको थियो त्यो बाहिर निक्लिन पाउँदछ। यदि त्यो गरेनौँ भने बच्चाको के हुन्छ, अघि पेट सानो छ, दुध हावा दुइटै गएर त्यहाँ बस्दिएको छ, त्यही भएर खाएको अलिअलि दुध उसको मुखबाट निस्किन सक्छ। त्यसलाई हामी स्प्लिटिङ वा रिगर्जिटेसन भन्दछौँ। अर्को चाहिँ अब बर्पिङ गरेनौँ भने बच्चाको पेटमा ग्यास धेरै भएर हामी जुन कोलिक भन्छौँ त्यसले कोलिक, इन्फेन्टाइल कोलिकले गर्दा उसको पेट देखेर ऊ एकदम फकाउनै नसक्ने गरी रुने पनि हुन सक्दछ। तसर्थ बर्पिङ गर्नु एकदम आवश्यक छ। गर्ने तरिका चाहिँ एउटा चाहिँ आफ्नो काँधमा बच्चालाई राखेर हात कप बनाएर पिठ्यु ढपढपाइदिने। अर्को तरिका बच्चालाई यसरी आफ्नो बसाएपछि उसको पिठ्यु ढपढपाइदिने। अर्को तरिका आफ्नो हातमा बच्चालाई यसरी सुताएपछि त हात कप बनाएर उसको पिठ्यु ढपढपाइदिने। जसरी भने पिठ्यु ढपढपाएर बच्चाको पेटमा जुन ग्यास जमा भएको छ त्यो निकाल्नु न हो बर्पिङ गर्नुको मेन उद्देश्य।